पर्सेन्ट है। पर्सेन्टेजको फर्मुला केही छैन। पर्सेन्टेजमा एउटै मात्र के सम्झे हुन्छ भन्दा हामीले एउटा कति बाई कतिमा इन्टु 100%, कति बाई कतिमा इन्टु 100%। जस्तो कति भन्दा 1, कतिमा 2मा, 2मा 1 कति पर्सेन्ट हो भन्दा इन्टु 100% गर्दा 50% आयो नि हो। कति बाई कतिमा इन्टु 100% एउटा हो। एउटा के हो भन्दा बढेको वा घटेको डिभाइड बाई कतिबाट बढ्यो कतिबाट घट्यो इन्टु 100% हो। यो चाहिँ के भनेको भन्दा जस्तो कुनै सामानको मूल्य 8बाट बढेर 10 भयो भने कति प्रतिशतले वृद्धि भयो भन्दा कति बढेको वा घटेको भयो। कति बढ्यो भन्दा यता त कतिले बढ्यो, 2ले बढ्यो नि त, 2ले बढ्यो